बड्डा तुमरो चलो बेला कहाँ गयो ताम्रो एउटा जनावर टाइम हंगाई जा टाइम या भल्लाई बस भनिया पनि कहाँ ताम्रो मरिगयो होला चाहिँ जान्नु अब के आहरू भन्ने आफ्नो तडीबुडी हो कहाँ गया भन्ना बड्डा आए झन्ना कहाँ आफ्नो साता हरिस त गया होला आएर त घर जे दास धन्ला क्याहरू चिन्ता थियो आइ झाले हे बुवा ढौदिया ओ बुवा ढौदिया आए हेला भाग्यमान भए निकै छौ भित्र आइगयो निकै छौ है के निको हुनु अब मर्दैन म मेरा चिन्ताले तपाईँलाई टेन्सन हुन लाग्यो अब मर्यो हुन्थ्यो र मेरा बुवा ढौदियो बजाडु ढोक्दिया बोजाडु नै बडा जुन ढौदियो को होला यो बजाडु भन्ने कम को छ नि साता ले को भन्न छ को होला बजाडु भन्ने यही हो नि को होला यो भने यो तमरी बुहारी ले आए देखा न ये भग बगानी पग बगानी ये कामडा आइला कोही किसी ल्याउ कोही कि नातिनी होला त्यो नाङ्गी कहाँ हालिएला तिमी अरे काठमाडौँ बस्ती थिएन काठमाडौँबाट ले आए ढेगिला धनी बिरा न मेरा मैले कहो बिहा होला भनी मानेको अब बिहा ल्यायो भन्दा जसला के देऊ कोन देखाले त के देऊ लत्त देऊ अहिले यो नाङ्गी कपडा लाया जिलाई अहिलेको फेसन हो नि यो निकी त छ निकी माने न कोड हो फेसन हाम्रा जमानामा त छेन ला धनी बिरा दोतीले लाउँथेन भन्ने तल गोरा मन्त्रीलाई लाउँथेला यो कपडा लाए गाईले तुले त्यो चलो फेसन काठमाडौँ ल्यायो अब हाम्रो त लक पढेको मैले कहो बिहा जुम्ला माने हो जे त भाइ अब के भन्ने अब देऊ लत्त लसाले देखा है थाले ल थोरै त त्यो बिन कपडा नलाउने होला ल्याउन आधा कपडा लाउने त्यो त फेसन हो बड्डा चलको हाम्रो कुमार नानी जे त फेला के जाना आफू कोही बेला मर्दो है जे भन्न हो मैले त ल्याइले हाम्रो लक पढेको हो ल्याइले ठुलो खानदान त पहिला त्यो कपडा लाउने भोटिया लाउने गुन्ना लाउने सोचगारी हो र त्यो हेर्दा यो है त्यसलाई तु भन्दा होला थिए अब के भन्यो भन्नु अचल फेसन हो बड्डा फेसन है तु पनि तपाईँ मेरो बुहारी स्याम्रो खुट्टानी ढौदियो खुट्टानी बजाडु ढोक म मारेर काहिले मारिहाल्यो कोही होला यो